Yes. What's your name? My name is Begbahadur Thapa from Okay. Nepal. Thank you very much. Nice to meet sir. you. Nice to meet you. I Thank hope sir. to enjoy Saudi Inshallah, Arabia. thank you. Yes, I am very enjoy to this. My pleasure. Thank you very much, sir. My Just pleasure. let another guy Okay. what time they will open all the hall. Okay, all the floors here, the stairs, you can check this. म चाहिँ यो बिल्डिङ भित्र जाँदैछु है अहिले चाहिँ एलार्ट गरिरहेको छ यो बिल्डिङ भित्र जान लागिरहेको छु है साथीहरू मैले यो बिल्डिङमा जाँदैछु है साथीहरू म यो बिल्डिङ गएर के गरेछ साइड सलाम सर हेलो सर सलाम सर थ्याङ्क यू भेरी मच थ्याङ्क यू यो भित्र म गइरहेको छु साथीहरू यहाँ चाहिँ यो पुरै सङ्ग्रहालय रहेछ यसरी चाहिँ राखेको रहेछ एकदमै राम्रो लाग्यो सङ्ग्रहालय पुरानो सङ्ग्रहालयहरू राखेको रहेछ यिनीहरूले हेर्नुपर्छ अब यो पुरानो चिजहरू राखेको रहेछ है यो बिल्डिङमा मैले जान्छु भनेको थिएँ नि यहाँ चाहिँ तपाईँहरूले पढ्न सक्नुहुन्छ यहाँ यसरी चाहिँ राखेर चाहिँ इङ्ग्लिसमा पनि लेखेको छ अरबीमा पनि लेखेको छ है साथीहरू यो तपाईँहरूले चाहिँ पुरानो चिजहरू राखेको छ हेर्नु त यो सङ्ग्रहालय रहेछ सबै यो पुरानो यसको सबै यो हेर्नु त साथीहरू यसरी चाहिँ यो पुरानो प्राचीन कालका सामानहरू साउदीहरूले पनि यसरी संरक्षण गरेर राखेको छ बाप मक्का जेद्दाको बाप मक्का स्थित यो एउटा बिल्डिङभित्र मैले पस्न पाएँ र यो बिल्डिङमा चाहिँ म सबै साउदीको पर्मिसन लिएर यो सिक्युरिटी गार्डदेखि लिएर नगर प्रहरीसँग बुझेर म चाहिँ यसरी भित्र पसेको छु एकदमै राम्रो लाग्यो यो चिजहरू हेर्दै जानुहोस् म तपाईँहरूलाई चाहिँ यो कैद गर्छु है यो दृश्यमा जान्छु ल हेर्नुहोस् त पुरानो उनीहरूको रीतिरिवाजहरू यसरी चाहिँ संरक्षण गरेको छ उनीहरूले यो उनीहरूले चलाएको ल हेर्नुहोस् यहाँ तपाईँहरूले पढ्न सक्नुहुन्छ होइन यसरी पढ्न सक्नुहुन्छ अरबीमा पनि छ र इङ्ग्लिसमा पनि लेखेर राखेको छ तपाईँहरूले चाहिँ इजी हुन्छ पढ्नलाई तपाईँहरू पढ्न सक्नुहुन्छ यसमा है यसरी चाहिँ उनीहरूले संरक्षण गरेर राखेको छ ल हेर्नुहोस् त साथीहरू तपाईँहरूको लागि भनेर मैले मेहनत गरेको छु साथीहरू यसरी चाहिँ उनीहरूले चाहिँ बत्ती बालेर एकदम राम्रो व्यवस्थित तरिकाले राखिदिएको छ हेर्ने मान्छेहरू धेरै छन् होइन भिजिट गरिरहेको छ सबै मान्छेहरूले भिजिट गरिरहेको छ यो भित्र र धेरै मान्छेहरूले चाहिँ भिजिट गरिरहेको छ यहाँ एउटा टिभी पनि राखेको छ होइन यो कसरी गर्थ्यो पहिलेका मान्छेहरूले कसरी गर्थ्यो भने त्यो देखाइरहेको छ उनीहरूले यो टुटेका पुराना उनीहरूको रीतिरिवाज कसरी चलाउँथ्यो बुढापाकाहरूले अथवा चाहिँ आफूको खानदानीहरूले कसरी चलाउँथ्यो त्यो सबै चिजहरू चाहिँ फुटेका चिजहरू पनि उनीहरूले राम्ररी सजाएर यति संरक्षण गरेर राखिदिएको छ कि हेर्नुहोस् त पुरानो उनीहरूले हेर्नुहोस् त यहाँ तपाईँको मरमसलाहरू सबै के चलाउँथ्यो तिनीहरूले के युज गर्थ्यो मरमसला सबै मरमसलाहरू लेखेर राखेको रहेछ सबै अरबीमा पनि लेखेको छ होइन इङ्ग्लिसमा पनि लेखेको छ यसरी चाहिँ उनीहरूले रहेको छ र तपाईँको धेरै अगाडिदेखि नै उनीहरूले चाहिँ एउटा यो एसीको व्यवस्था यसरी चाहिँ जम्मा चिसो ठन्डा गर्न राख्नलाई यसरी एसी चाहिँ यसरी संरक्षण गरेर राखेको छ यो पुरानो चालचलन छ तिनीहरूले टेबल पनि यस्तो युज गर्दो रहेछ त्यो बेलामा Just in 3 seasons. Yeah, okay. And National Day and Flag Day, Ramadan season. That's it. Okay, thank and you. And upstairs, the office of King Abdul Aziz before 150 years. It's still now, and the office is still original until now. So only 3 season. Only will 3 be times. Open. Thank you very much, sir. Thank Have you. a nice day, sir. Thank you. My pleasure. Thank you. I hope to enjoy. Thank you. Thank you, sir. Thank you. ल साथीहरू अब तपाईँहरूले कुरा बुझिहाल्नु भयो कसरी कति टाइममा खुल्छ के गर्छ भन्ने कुरा पनि उहाँले भनिहाल्नु भयो होइन उहाँले भनेपछि हामीले बुझिसक्यौँ र तपाईँहरूले पनि बुझ्नुभयो होला म साउदी सरसँगले उहाँ चाहिँ जहाँ काम गर्नुहुन्छ उहाँले चाहिँ सबै एक्सप्लेन गरिसक्नु भयो फेरि अर्को टाइममा त्यो बेलामा चाहिँ टाइम भयो भने चाहिँ आएर भित्रको सङ्ग्रहालयहरू चाहिँ हेर्ने चाहिँ कोसिस गरौँला है त साथीहरू ल साथीहरू यो बिल्डिङबाट निस्कियो है अब यो बिल्डिङको चाहिँ सिजनमा कतिखेर खुल्छ कुन टाइममा खुल्छ भन्ने सायद तपाईँहरूले यो भिडियो मार्फत नै बुझ्नुहुनेछ र म चाहिँ अहिले बाहिर निस्किसकेको छु र फेरि कुनै दिन टाइम भयो भने साथीहरू त्यो टाइममा त हामीले चाहिँ सायद पाउँदैनौँ मौकै पाउँदैन किनभने त्यो बेलामा 3 सिजन मात्र 3 चोटि मात्र खुल्ने भनेपछि त हामीलाई चाहिँ चान्सै हुँदैन त्यतिखेर धेरै नै बिजी हुन्छ र साउदी आफ्नै जनताहरू आएर हेर्ने खोजेको हुन्छ नि त तिनीहरूलाई मौका नदिएर हाम्रो दिने कुरो पनि हुँदैन होइन त्यतिखेर हाम्रो टाइम पनि त्यस्तै हुन्छ हेरौँ साथीहरू सायद यो भिडियोबाट तपाईँहरूले कतिको इन्जोय लिन सक्नुहुन्छ होला जहाँसम्म लाग्छ हेरौँ तपाईँहरूले जहाँसम्म लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला धन्यवाद थ्याङ्क यू सो मच सबैजनालाई
गड ब्लेस यु। भगवान्ले सबैको रक्षा गरोस्, तपाईँहरू हाम्रो सबैको रक्षा गरोस्, तपाईँहरूको पनि र मेरो च्यानललाई पनि धेरै धेरैभन्दा धेरै सब्सक्राइब र लाइक गर्नुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनु होला, नभुल्नु होला। धन्यवाद। थ्याङ्क यू सो मच गाइस, थ्याङ्क यू सो मच, थ्याङ्क यू।